बेला ऋण खाने अहिले नतिर्ने लाज लाग्दैन। मेरै गाउँठाउँमा पनि भन्नुहुन्छ कतिपय हामीले ऋण खाएर तिर्दैनौँ भने अनि यो एकदमै क्लियर हो। सके हाम्रो सरले पनि सेन्चुरी सरले पनि भनिसक्नु भएको छ ऋण कसरी हामी तिर्दैनौँ भनेपछि लघु वित्तको ऋण कस्तो हो भने चाहिँ 25 जनाको केन्द्र हुन्छ। 25 जना केन्द्रलाई 25 लाख रुपियाँ त्यसले ऋण छुट्याउँछ। लघु वित्तले छुट्याइसकेपछि त हामीले त्यो समूहले 25 जनाले 25 लाख पाउने होइन र त्यो 25 लाखबाट प्रत्येक 1 लाखबाट 30,000 त्यसले त्यहाँ कटाउँछ। त्यो पैसा त्यहीँ रह्यो। त्यसपछि पेन्सन बचत भन्छ, मासिक बचत भन्छ, बैठक बचत भन्छ, के भन्छ यो आपतकालीन कोष भन्छ, जगेडा कोष भन्छ, अनेक शीर्षकमा हाम्रो पैसा कटाएर हामीले 1 लाख पाउने ठाउँमा 30 त्यो गरेर 5 लगभग 85,000 भन्दा 65,000 रुपियाँ हाम्रो हातमा आयो। आउँदाखेरि हामी त एउटा संस्थामा छैनौँ नि, यहाँ च्याउ उम्रे जस्तो छन् संस्थाहरू। अनि अर्को आउँछ ल हजुर तपाईँ बढ्नु छ अनि त्यसले भन्दा हामीले बढी दिएछौँ भन्छन्। अनि त्यस्तो भयो के रहेछ त भने त्यहाँबाट ल्यायो नल्याएको होइन, ऋण ल्याएकै हो। हिजोको दिनमा हामीले ल्याएर नतिर्या पनि होइन के तिर्दा यो के रहेछ भनेपछि त्यो लुट्ने नत्र यिनीहरूको सही नियत र विधि विधानले चल्या भइदियो त यो सबैलाई फाइदा हुने थियो। यो त व्यक्तिले चलायो के एउटा राज्यलाई हामीले कर तिरेकै भरमा हामीले राज्यलाई कर तिरेछौँ हाम्रो दादागिरी यहाँ चल्छ भनेर उहाँले ल्याउनु भयो। त्यसपछि हामी तिर्दा अब यो बौद्धको कुरा गरौँ। यो बौद्ध तपाईँले चिन्नु भएको यहाँनिर यो लाठी कोइली छ। यो 2 नम्बर गेटको अन्डरग्राउन्डमा भाडामा लगेको संस्था हो कि त्यो हामी त्यति बेलाबाट आबद्ध भएको भनेपछि अहिले त्यो के गरेको छ आफ्नो त्यत्रो जग्गा किनेर भवन बनायो। त्यसपछि अझ त्यहीबाट बढी फाइदा भएर लघु वित्तलाई बजेट छुट्याएर लघु वित्तको भवन बनायो, लघु वित्त चलाएको छ त्यसले। अझै पानी फ्याक्ट्री खोलेको छ, भैँसी पम्प खोलेको छ। हामी त्यही जोडिया हामी किन त रोडमा आयौँ त? हामीलाई बाध्यता छैन नि? परिवार छोडेर, छोराछोरी छोडेर, श्रीमान छोडेर यस्तो रोडमा हामीलाई के घरमा बसेर हामीलाई पनि आराम गर्ने हामीलाई रहर छैन? त्यही भएर अरू हामी केही भन्दैनौँ। यो 5 वर्षदेखिको आन्दोलन आजको मात्र आन्दोलन होइन। मिटर ब्याज दिदीबहिनीहरू पनि हामी लघु वित्तबाट ल्यायौँ। त्यहाँको ऋण तिर्दा तपाईँले नतिर्ने भन्दा हामीलाई फेरि मानसिक टर्चर दिँदाखेरि हामी मिटर ब्याजमा जोड्यौँ। मिटर ब्याजमा के रहेछ 1 लाख ल्याएपछि त्यो 1 हप्ता चलाए पनि 1 महिनाको ब्याज तिर्नुपर्ने 15%, 25%। त्यो पनि हामीले तिर्यौँ। तिर्दा मेरी आमा अहिले त न घरको चुल्है बल्न छोड्यो। हिजो हामी अरू लघु वित्तमा नलाग्दाखेरि मिटर ब्याजमा नलाग्दाखेरि आफ्नो एक गाँस बनाएर खाएको मान्छे आफन्तसँग इष्टमित्रसँग मान सम्मानको साथ हाम्रो जिन्दगी बित्यो भने चाहिँ अहिले आफन्तले देख्यो भने पनि उता फर्केर हिँड्छ। किनकि त्यो ठिक छ, त्यो उनीहरूसँग मिलेको छ कि हामीलाई सबै कुरा थाहा छ। त्यसैले हामीलाई यो लघु वित्त 1, 2, 3 मिटर ब्याज सुकुमारी समस्या जति छन् गरिबलाई गरिबै बनाउने एकदमै हटाओस्। यो खारिजै हाम्रो माग चाहिँ। र अब हामीले अहिले नयाँ सरकारसँग के धेरै हाम्रो कार्यदल मिटिङ बस्यो, कार्यदल एउटा गठनै गरी सब हामी धेरै ठाउँ, म पनि धेरै ठाउँ पुगेको छु। हामी संसद भवनभित्र छिरेर आउने एउटा महिला म पनि हो। त्यहाँ माइतीहरु मण्डलमा हामी आन्दोलन गर्ने म पनि हो। 3-4 महिना खुल्ला आकाशमुनि गौशालामा बसेर आउने हामी सब दिदीबहिनी हो। अब हामी